जय मस्यान भेरी गुड मर्निङ सबैजनालाई। आज चाहिँ म एका बिहान नै उठेँ। एका बिहान पनि यति साह्रो एका बिहान हेर्नु सक्नुहुन्छ। घडीमा मैले हेरेँ भनेदेखि चाहिँ अहिले यहाँ 5:15 देखाएको छ, तर यो घडी 15 मिनट छिटो भएकोले यसलाई 4:30 तपाईँले कन्सिडर गर्नुपर्छ। अनि यहाँ आएर मैले बाइबल चाहिँ किन देखाएको भन्दा मैले जस्ट अब म नेक्स्ट के गर्छु भनेर जस्ट अलिकति देखाएर बाइबल खोलिराखेर म भित्र गएर अब फोनलाई चार्जमा हाल्छु। अनि त्यस पछाडि म बाइबल पढ्छु, डिभोसन गर्छु, आराधना गरेर प्रार्थना गरेर उठ्दाखेरि चाहिँ 6:30 भएको छ यहाँ, तर त्यो हो 6:15। अनि यहाँ बाहिर चाहिँ यस्तो उज्यालो भइसकेको छ। अब चाहिँ मजाले चिया बनाएर खाने। अनि त्यसको कारणले चाहिँ म बिचबिचमा काम पर्दा चाहिँ म फेरि जति बेला म उठ्नुपर्छ त्यति बेला उठ्छु है। तर काम छैन भने चाहिँ म नर्मल्ली यसरी छिटो उठ्दिनँ, तर आजदेखि चाहिँ म उठ्नु थालेको किनकि जिउ साह्रै बोधो भयो नि त। अनि अस्ति सुत्नु पनि साह्रै बेसी सुतेँ बिमारी हुँदा। मेरो फेस हेर्नु न, अस्ति कस्तो सुन्निएको थियो, अहिले बल्ल बसेको छ नि। आज त काव्य आउँछ अनि हाटमा पनि जान्छु। आज थाहा छैन, हाट पनि अस्तिको जस्तो बन्द छ कि अस्तिको पालि त मेला लागिरहेको थियो। देखाउँछु है तपाईँहरूलाई। ल हुन्छ, बाइ बाइ।